त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै बिएड फर्स्ट इयरको नतिजा सार्वजनिक गरेको छ। नतिजा चेक गर्ने तरिकासहित जानकारी लिएर उपस्थित भएको छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला। नमस्कार दर्शकबिन, मेरो नाम हो दीपक खत्री र तपाईँ हेर्दै हुनुहुन्छ जेबीडी च्यानल। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिएड फर्स्ट इयरको नतिजा आज सार्वजनिक गरेको छ। त्रिवी पनिकाले नतिजा सार्वजनिक भएको एक सूचना निकाल्दै हामीलाई जानकारी दिएको हो। सूचनामा यस्तो उल्लेख गरिएको छ। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा 2081 साल पुस महिनामा सञ्चालित शिक्षाशास्त्र संकायतर्फ 4 वर्षीय बिएड प्रथम वर्ष 2081 को नियमित परीक्षाको परीक्षाफल त्रिवी केन्द्रीय परीक्षा सञ्चालन समितिको निर्णयअनुसार प्रकाशित गरिएको छ। त्रिवी संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम 2050 को परिच्छेद 66 को दफा 268 र 270 अनुसार परीक्षाको मर्यादा विपरीत कार्य गर्ने परीक्षा क्रमाङ्क 90-20-20-001 का परीक्षार्थीलाई त्रिवीबाट सञ्चालन हुने 2082 सालसम्म कुनै पनि परीक्षामा सम्मिलित हुन नपाउने गरी 2 वर्षको लागि निष्कासन गरिएको छ। उक्त परीक्षाको परीक्षाफल त्रिवी पनिकाको पोर्टल result.tuexam.edu.np मा हेर्न सकिनेछ। परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ। तापनि छपाई सम्बन्धी कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने बेहोरा अवगत गराइन्छ। पुनश्च लब्धाङ्क पत्र सम्बन्धित क्याम्पसबाट वितरण हुनेछ, परीक्षा नियन्त्रक भनिएको छ। दर्शकबिन, यति बेला त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले 4 वर्षीय बिएड फर्स्ट इयरको नतिजा सार्वजनिक गरेको छ। नतिजा चेक गर्नको लागि मोबाइलको गुगल अथवा अन्य कुनै ब्राउजर ओपन गर्नुहोला र ब्राउजर ओपन गरिसकेपछि सर्च बारमा जानुहोला। result.tuexam.edu.np सर्च गरेर दिएको निर्देशानुसार फलो गर्नुभयो भने तपाईँले सजिलै नतिजा चेक गर्न सक्नुहुनेछ। आई होप तपाईँलाई यो जानकारी इन्फर्मेटिभ लाग्यो होला र जाँदै तपाईँले हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला र नजिकै रहेको बेल आइकन प्रेस गर्न नबिर्सिनुहोला। साथै यो भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनुहोला। धन्यवाद।